72% भन्दा बढी मान्छेले यो पजल सल्भ गर्न सकेनन्। इभन द स्टुडेन्ट्स फ्रम आइभी लीग जस्तो हार्वर्ड, स्ट्यानफोर्ड यहाँका स्टुडेन्टहरूले पनि स्ट्रगल गरे यो पजलसित। तपाईले सक्नुहुन्छ कि? हेरौँ। पजल यस्तो हो, ज्याक इज लुकिङ एट एन बट एन इज लुकिङ एट जर्ज। ज्याक इज म्यारिड बट जर्ज इज नट। सो इज अ म्यारिड पर्सन लुकिङ एट एन अनम्यारिड पर्सन? आन्सर A yes, B no, and C cannot be determined. Pause for a moment and see if you can solve this puzzle. के चुज गर्नुभयो? धेरै जनाले C चुज गर्छन्, cannot be determined. But trap यही छ। हामीलाई एन म्यारिड हो कि अनम्यारिड यो कुरो थाहा छैन। सो ब्रेनले के सोच्छ? इन्फर्मेसनै पुगेन, आन्सर कसरी गर्ने? तर एक्चुअली हेर्ने हो भने एन को मैरिटल स्टेटस, ऊ म्यारिड छ कि अनम्यारिड, यो इन्फर्मेसन रिलेभेन्ट नै छैन आन्सर गर्नको लागि। किन? दुईटा पोसिबिलिटिज हेरौँ, कि त एन म्यारिड छ कि त एन अनम्यारिड छ। यदि एन म्यारिड छ भने एन म्यारिड इज लुकिङ एट जर्ज हु इज अनम्यारिड, अनि यदि एन अनम्यारिड छ भने ज्याक म्यारिड इज लुकिङ एट एन हु इज अनम्यारिड। सो द करेक्ट आन्सर इज ए यस। सो यो पजलले एउटा राम्रो कुरो सिकाउँछ, हाम्रो ब्रेनले कहिले कहीं इन्फर्मेसन पुगेन भनेर छिटो कन्क्लुजन निकाल्छ। तर प्रब्लम इन्फर्मेसन मिसिङ भएर हुँदैन, हामीले यस्तो इन्फर्मेसन खोजेर हुन्छ जो हामीलाई चाहिँदैन। अब मलाई इमानदारीले भन्नुस्, डिड यु गेट द आन्सर राइट? और तपाईले पनि म जस्तै मिस्टेक गर्नुभयो? लेट मी नो इन द कमेन्ट्स।